भन्छन् लोग्ने मान्छे भएर रुनुहुन्न रे, मर्दको छोरोले आँसु छार्नु हुन्न रे। लोग्ने मान्छेको आँखामा आँसु सुहाउँदैन मामा। छन् मेरो मामाको आँखामा त आँसु कति पनि सुहाउँदैन। हुन त हुर्कायो, बढायो, पढायो, आमा पछिको मामा। तर पनि मामा, हिजोको दिनमा जे लेखेको छ नि, त्यो तपाईको आँखाको आँसुले मेटाएर मेटिने होइन। नरुनुस् मामा, बरु क्यान्टिनमा गएर केही खाएर आऊ। मलाई भोक छैन भान्जा, तिमी गएर खाएर आउँछौ। खाना लाउन भनेकै बाँचुन्जेल त हो नि। जाउँ, केही खाएर आऊ। होइन म खाँदिन भान्जा, तिमी खाएर आऊ। बाँच्नकै लागि भयो नि खान त पर्यो। तपाईँ बस्दै गर्नुहोस्, म गएर आउँछु।